नमस्ते साथीहरु, तपाईहरुलाई स्वागत छ टेक्नो हेल्थ च्यानलमा। यस भिडियोमा तपाईहरुलाई सिकाउने छु कि ई-सेवा आईडी कसरी बनाउने अनि त्यसलाई भेरिफाई कसरी गर्ने स्टेप बाइ स्टेप यो भिडियोमा रहेर म तपाईहरुलाई सिकाउने छु। त ल साथीहरु, जाऊ आफ्नो मोबाइल स्क्रिनमा अनि भिडियोले अन्त्यसम्म हेर्दिनु होला। भिडियो मन पर्छ भने एक लाइक गरी च्यानललाई सब्स्क्राइब गरिदिनु होला। जाऊ आफ्नो मोबाइल स्क्रिनमा। साथीहरु, ई-सेवाको एकाउन्ट बनाउनको लागि सबभन्दा सुरुमा तपाईहरुले प्ले स्टोर जानु। प्ले स्टोर गइसकेपछि यहाँ तपाईहरुले ई-सेवा एप्लिकेसन डाउनलोड गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ अनि यहाँ प्लेस ओपन गरिहाल्नु। डाउनलोड गरिसकेपछि अलाउ गर्नु अनि यहाँ नेक्स्ट गर्दै जानु अनि गेट स्टार्टेड गर्नु, अलाउ गरिदिनु अनि यहाँ म लोकेसनहरु सबै उयो गरिहाल्छु। अनि यहाँ चाहिँ तपाईहरुले के गर्नु भने यहाँ तपाईहरुले आफ्नो मोबाइल नम्बर हाल्नु होला। यहाँ चाहिँ म मोबाइल नम्बर हाल्दिन्छु अनि सबमिट गरिदिनु होला। सबमिट गरिसकेपछि तपाईहरुनिर यस्तो इन्टरफेस फिल आउँछ। एकछिन चाहिँ लोडिङ लिन्छ अनि लिइसकेपछि तपाईहरुनिर यस्तो इन्टरफेस फिल आउँछ। अनि त्यसपछि यहाँ तपाईहरुले तल हेर्न सक्नुहुन्छ रजिस्टर भन्ने अप्सन आउँछ। रजिस्टरमा क्लिक गर्नु अनि माथि त तपाईहरुले आफ्नो मोबाइल नम्बर हाल्नु अनि तल यहाँ फुल नेम हाल्नु अनि जेन्डर सिलेक्ट गर्नु। म यहाँ हालिहाल्छु नम्बर अनि यहाँ म नेम पनि हाल्दिन्छु। फुल नेम हाल्नु होला तपाईको के हो भनेर मैले हाल्दियो अनि यहाँ जेन्डरमा तपाईँ मेल हो कि फिमेल सेभ गरेर म मेल हो भने यहाँ आई एग्री गरेर पोस्ट गरिदिनु अनि म यस गरिदिन्छु। यस गरिसकेपछि अहिले तपाईहरुले ब्ल्याक स्क्रिन देख्यो होला। एकछिन चाहिँ वेट गरिदिनु होला। यहाँ चाहिँ ओटिपी माग्छ, ओटिपी दिइहाल्नु होला पहिला। म चाहिँ यहाँ ओटिपी हालिरहेको छु, तपाईहरु पनि हाल्नु होला। ओटिपी हालिसकेपछि अनि त्यसपछि तपाईहरुले एउटा एमपिन बनाउनु खन्छ अनि एमपिन हाल्नु होला। जसको यहाँ म एमपिन पनि हालिहाल्छु अनि कन्फर्म गरौँ न। कन्फर्म गरिसकेपछि एकछिन चाहिँ लोडिङ लिन्छ। यो तपाईको सेटअप भइहाल्छ। एकछिन चाहिँ वेट गरिदिनु होला। यहाँ चाहिँ हुँदैछ अहिले। हजुर, यो तपाईको यस इन्टरफेस कुरा आउँछ अनि यहाँ तपाईको ई-सेवा आईडी अनि यहाँ पिन के हाल्नु भएको थियो त्यो पिन हाल्दिनु होला। यहाँ पिनमा आयो हालिसकेपछि लगइन गर्नु। यो तपाईको लगइन भइहाल्छ। यो तपाईको ई-सेवा आईडी चाहिँ बनिसकेको छ अनि यसमा चाहिँ तपाईहरुले केवाइसी गर्नु पर्यो। केवाइसी गर्नलाई सबभन्दा तल पनि हेर्न सक्नुहुन्छ, नत्र यहाँ तल लास्टमा मोरको अप्सन आउँछ। त्यहाँ मोरको अप्सनमा क्लिक गरेपछि नि आउँछ अनि केवाइसी भेरिफाई केवाइसीमा क्लिक गर्नु अनि यहाँ लिङ्क गर्नु, अलाउ गर्नु। एकछिन चाहिँ लोडिङ लिन्छ। हजुर, अनि यति आइसकेपछि माथि चाहिँ यो नेसनलिटी अप्सन आउँछ। यो नेसनलिटीमा तपाईहरुले कहाँ बस्नुहुन्छ, कुन देशमा हो त्यो सिलेक्ट गर्नु। जस्ट म यहाँ नेपाली सिलेक्ट गरिहाल्छु अनि यहाँ चाहिँ तपाईहरुले आफ्नो डेट अफ बर्थ सेट गरिहाल्नु होला। यहाँ चाहिँ म डेट अफ बर्थ जस्ट हालिदिन्छु। तपाईँ यहाँ जस्ट हालिसकेपछि अनि यहाँ चाहिँ मेल प्लेस त्यो सिलेक्ट हुन्छ अनि यहाँ चाहिँ तपाईहरुले फ्यामिली इन्फर्मेसनमा चाहिँ तपाईहरुले फादर नेम, ग्रान्ड फादर नेम, म्यारिड हो कि सिंगल हाल्नु होला। अपर्च्युनिटीमा तपाईँ स्टुडेन्ट हो कि के हो त्यो हाल्दिनु। म यहाँ स्टुडेन्ट सिलेक्ट गरिहाल्छु अनि यो दुईटामा नहाल्दा नि हुन्थ्यो, अप्सनल हो। यसमा म हालिदिन्छु अनि त्यसपछि म तपाईहरुले अगाडिको प्रोसेस देखाउँछु। अनि मैले त सबै त हालिसकेको छु अनि सेभ टाइमिङ गर्नु खायो रेन्ट कप यति गरिसकेपछि यहाँ चाहिँ तपाईहरुले कुन प्रदेशमा बस्नुहुन्छ त्यो यहाँ सेट गर्नु होला। म मध्य प्रदेश हो। डिस्ट्रिक्टमा तपाईको कुन जिल्लामा बस्नुहुन्छ त्यो गर्नु अनि म्युनिसिपालिटीमा तपाईहरु आफ्नो यहाँ चाहिँ गरिहाल्नु होला। जस्ट म यहाँ हालिदिन्छु, तपाईहरु पनि हालिहाल्नु होला। मैले यहाँ आफ्नो फुल डिटेल हाल्नु, तपाईहरुले आफ्नो डिटेल हाल्नु होला। हालिसकेपछि यहाँ चाहिँ सेम अस करेक्ट एड्रेसमा क्लिक गरिदिनु अनि यहाँ चाहिँ 7 कन्टिन्यू गरिदिनु कन्फर्म। अनि यहाँ चाहिँ तपाईहरुको अनि यहाँ तपाईहरुले डकुमेन्ट टाइप्समा क्लिक गर्नु। तपाईहरुसँग यो डकुमेन्ट मध्ये कुन डकुमेन्ट छ, सिटिजन भयो तपाईको नागरिकता, पासपोर्ट भयो, ड्राइभिङ लाइसेन्स, भोटर आईडी, यो मध्ये तपाईसँग जुन छ त्यही सिलेक्ट गर्नुस्। अनि यहाँ चाहिँ तपाईहरुले सिटिजन नम्बर हाल्दिनुस्। सिटिजन नम्बर हालिसकेपछि अनि नागरिकता कहिले तपाईको बनेको थियो त्यो हाल्नु होला। अनि तपाईको नागरिकता कुन जिल्लामा बनेको छ त्यो जिल्ला यहाँबाट सिलेक्ट गरौँ। अनि यहाँ चाहिँ तपाईले सिटिजन फ्रन्ट फोटो छ नि अनि यहाँ चाहिँ तपाईहरुले अगाडिको नागरिकताको फोटो हाल्नु अनि यहाँ चाहिँ ब्याकको फोटो हालिदिनु होला। यहाँ बनेछ ब्याकको फोटो हाल्नु होला। यहाँ चाहिँ ब्याकको फोटो हाल्नु अनि यहाँ चाहिँ तपाईहरुले यस्तो राम्रोसँग तपाईहरुले एउटा फोटो खिच्नुपर्छ। फोटो खिचिसकेपछि प्रोसिड गर्नु। प्रोसिड गरिसकेपछि तपाईको 24 घण्टाभित्र तपाईहरुको ई-सेवा भेरिफाई भइहाल्छ। ई-सेवा भेरिफाई भइसकेपछि कस्तो देखिन्छ म तपाईहरुलाई देखाइदिन्छु। अनि तपाईहरुको ई-सेवा भेरिफाई भइसकेपछि यहाँ देखाउँछ भेरिफाइड भनेर, यहाँ हेर्न सक्नुहुन्छ भेरिफाइड भनेर। अनि यसबाट तपाईहरुले मजाले ट्रान्ज्याक्सनहरु गर्न सक्नुहुन्छ।
अनि तपाईँले यसबाट के गर्न सक्नुहुन्छ, मोबाइल टपअप, ई-सेवा मनी सेन्ड, ब्याङ्कबाट पैसा तपाईँले ट्रान्सफर गर्न सक्नुहुन्छ, बिजुलीको पैसा तिर्न सक्नुहुन्छ। अर्को भिडियोमा तपाईँले सबै के यसबाट गर्न सक्नुहुन्छ, म तपाईँलाई सबै प्रोसेस अर्को भिडियोमा